यो भात मासु कहाँबाट आएको त्यो चाहिँ म सोचिरहेको छु। हाम्रो पैसाबाट हाम्रो कहाँबाट आएको चाहिँ हाम्रो पैसाबाट म त यो सेतो त माथि आकाशबाट झर्छ नि हिउँ त्यस्तो पो सम्झे त आकाशबाट झरेको किनभने पैसा छैन नि त त्यसो हो। हो यो मासु चाहिँ तल के अरे त्यो मटन काट्ने ठाउँमा त्यसै दिएको सोचेको यो त सोचिरहेको छैन बाबा मुइलाई पुग्छ पुग्दैन खाने 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 भन्यो तपाईँहरू नि हजुरहरू पनि खानुहोस् हजुरलाई पुग्दैन होला त्यस्तो छैन यत्रो ठुलो भएर पनि माम पकाएकै छैन। होस् 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 एकछिनमा खान्छु ल एकछिनमा खान्छु है। त्यो त होइन यो भात मासु कहाँबाट आएको त्यो चाहिँ म सोचिरहेको छु। मटन हाम्रो पैसाबाट हाम्रो कहाँबाट आएको चाहिँ हाम्रो पैसाबाट सिसीमा यो तपाईहरुको पैसा आकाशबाट झरे जस्तो छ त हेर्दा त हैन यो बाबाको पैसाबाट मेरो पैसाबाट हो। अनि त्यो सिसीलाई थाहा छैन क्या हो म छक्क पऱ्यो होइन नि यो आकाशबाट सेतो झरेको नि यो सेतो सेसे यो बोल्दैन पो त हो तपाईको पैसाबाट आएको सब हो सबै हो मम्मीको पैसा होइन काम गर्नु हुँदैन लाइक यो घरमा चाहिँ काम गर्नुहुन्छ तर तपाईँ जस्तो आर्थिक क्रियाकलाप गर्नु हुँदैन। त्यो हो म आर्थिक क्रियाकलाप गर्छु है भनेकै थाहा तपाईँलाई पनि थाहा भनेपछि मेरै पसिनाहरू हो त यो भात मासु होइन मम्मीको पसिना हो मम्मीको पसिना हो मम्मीले मरि पसिना लगाई भात पकाउनु भयो। तेर्सो पो कुरा त तपाईँ किन्नु मात्र भएको मेरै पैसा गएको पैसा चाहिँ उता रिस उठिसक्यो मम्मीलाई फेरि म त यो सेतो त माथि आकाशबाट झर्छ नि हिउँ त्यस्तो पो सम्झे त आकाशबाट झरेको त्यसो हो। अनि यो मासु चाहिँ तल के अरे त्यो मटन काट्ने ठाउँमा त्यसै दिएको सोचेको यो त सोचिरहेको छैन बाबा मुइलाई पुग्छ पुग्दैन खाने 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 भन्यो तपाईँहरू नि हजुरहरू पनि खानुहोस् हजुरलाई पुग्दैन होला त्यस्तो छैन यत्रो ठुलो भएर पनि छाला नभएको कहाँ पाउँछ खसी अनि बोका कहाँ पाउँछ छाला हुन्छ टाँसेको हुन्छ झारपात खाऊ टेन्सन नगर सेमीलाई यति बा मटन नपुग्छ होला है हामीलाई पुग्दैन फेरि सबै हगाउनु पर्दैन अब छैन हजुर दाल छ भने थोरै दिनुहोस् न भन दाल मम्मी मासु अब छैन है कराईमा फेरि अब भाँडामा मम्मीले मासु खाने भन्नुभएको थियो है
सिसीले पनि धन्नै मलाई जित्ने रहेछ भात खानुमा। तपाईँले थप्नुहुन्छ नि त्यति त म मेरो थालमा सेमीले चाहिँ अलिक कम्ती नै खाएको, उसले चाहिँ उसको त सस खानुमा चाहिँ फर्स्ट हो, टोमाटो सस। भात चाहिँ अलिक कम्ती नै खान्छ, चिची त फर्स्टै हो। धेरै मासु खाएर दाँत पनि खै बुट्टे भइसकेको छ। यो धेर चुसेर है तेरो कपाल मेरो दाँत मोटो भयो, तपाईँको दाँत मोटो भयो। कति पर्छ 8-10 भुइँमा किन लान्छ उमा खान भयो अब नति अब यो थाल राख्ने बेलामा राख फेरि किन कासामा दिएन र पाहुना त होइन त अनि सेमी त तर पनि कुन छ पाउनु होला। मेरो भ्यालु त सेसीलाई थाहा नै छैन। तपाईँको भ्यालु तपाईँलाई त थाहा छ। तपाईँको भ्यालु के हो भने पाद्ने पादिदिए अरे कहाँ खाने बेला पादिदिन्छु। बाहिर हल्ला न किन मगाउनु ढिलो हुन्छ भिडियो गरेर बस्नु छ। त्यो पाद्ने भनेको सबै म युट्युबमा हालिदिन्छु, किन पाद्ने भने नराम्रो बोलेको सबै। मलाई राम्रो होइन हामीले भनेको कि त्यो भ्यालु हो क्या, तपाईँको त्यो भ्यालु हो भनेको क्या होइन बाबाको भ्यालु। यो त हेरिन्छ पुरा छ भनेको के देखाउनु होला क्या मम्मी देखाउनु बरु मेरो बुढी कति राम्रो हुन्छ कुकरले बोलायो अलि फास्ट जाऊ न, कुद रनिङ म्याराथन। सेमीको चिसो पानी लाने हो, तातो हालिदिनु सेलाएर हाफ गरेर हालिदिनु फिटेर त्यस्तो राख्नु यत्रो लान खाँदैन होला यत्रो खाइसक्छ होला नि, सधैँ नि खाइसक्दैन र। पानी पिसा फेर्न जानु दिन्छ दिँदैन, जति पनि दिन्छ स्कुलमा। दिन्छ जसले सेमीको बेस्ट मासु कुन हो फेभरेट? खसी भनेको चाहिँ के हो? खसी भनेको के हो? राँगा भनेको के हो? राँगाको मासु भन्छ नि, राँगा के हो? राँगा भनेको बफेले त भैँसी भइगयो नि। गोरु हो त रागा गाई गोरु। गाईको मासु खानु राँगा भनेको चाहिँ भैँसीको के हो? बुढी हो कि बुढा थाहा रहेछ त अनि। बोका भनेको सानो बाख्रा